आफै धामी आफै मर्ने होला अब अब त्यो काजी पनि 2 नम्बरी केसमा जेल परेको अब भनेपछि त जुनेली मैसाबलाई त मैले नि फकाउनु पर्यो नि त अब यसलाई फकाएर चाहिँ यसो चडाक चुडुक त पार्नु पर्यो त्यो बजे त जेल गयो नि अब त्यसको त काम छैन निस्किँदैन 20 वर्ष त्यो त अब भनेपछि जुनेली मैसाबलाई चाहिँ अब फकाउने पालो मेरो बुढेसकाल लागे पनि मन त बुढो भएको छैन जानु पर्यो अब बेला यही हो मौका चाहिँ छोड्नु हुँदैन घरमा पो छ कि छैन फेरि बिगार नि छैन भने त होइन घर त सुन्ने देख्छु घरमा कोही छैन यहाँ जुनेली त हुनु पर्ने होइन होला कतै त होइन घरमा पनि कोही छैन चाबी लगाइरहेछ अब फेरि गुनगुन गुनगुन गरेको आवाज सुन्दैछु के गर्दैछ छ जस्तो तपाईँ हेर्नु पर्यो एकचोटि आवाज त सुनिरहेको छु यहाँ केही चाहिँ हुनै पर्छ है सर्लक्कै पार्नु के भयो मसँग गर्ने होइन के भन्छ कान्छा तिमी मलाई पार्न सक्छौ सकिहाल्छ किन नसक्नु तिमी गोथे छौ कसरी पाल्छौ मलाई के गथे त्यो काजी जेल परिसक्यो अनि त्यो जेल परेपछि त्यो चाहिँ त्यो बुढो भइहाल्छ तँलाई बेना गरेपछि त एक्लै हुँदैन कहाँबाट एक्लै हुनु नि म छैन